मैले भने बालेन सरकारको घरमै मेरो कोठा छ त्यहीँ बस भने म नाइ भन्दिनँ, म गएर बस्दिन्छु। बस्नु तयार? म त बस्दैन। सरकार भइसकेपछि नि सरकारले जे भन्छ त्यो मान्नु त पर्यो नि जनताले। म त कुरै छैन, सरकारले जहाँ लान्छ भन्छ म त्यहीँ जाने हो। सरकारले विकल्प दिएर आफूलाई जहाँ लान्छ त्यहाँ जान आफूहरू तयार? म त तयार छु, म अर्काको कुरा त गरेको छैन नि मैले। तपाईँ खाट खोल्दै हुँदो रहेछ? नमस्कार। खाट खोल्न थाल्नु भएको छ त? अब के गर्नु त, खाट नखाली के गर्नु थाल्ने भन्नु नि तपाईँहरू। खाट खोलेर कहाँ लाने? ऊ यहाँ सबै दिनभरि अब किन भोलि आयो भने तपाईँ पेलिहाल्छ, कुनै सरकारको विश्वासै छैन। कि त अब माइकिङ गरेर हिजोको माइकिङ गरेको अनुसारले कि त समय टाइम हुनुपर्छ। सरकारले अब किनभने यो ठाउँमा तिमीहरू जाऊ, तिमीहरूलाई यसरी दिन्छु, यसरी बस कि भन्नु पर्यो। सरकारको कुनै ग्यारेन्टी छैन। आज दिनभरिको टाइम दिएको छ, भोलिपल्ट आएर दोधर डाङडुङ गऱ्यो भने आज दिनभरिको तपाईँहरूले भन्नु त टाइम दिएर कसैले कोठा दिन्छ काठमाडौँमा? नभएस के अन्त अब भोलिको सामान जोड्नुको लागि अब यत्रो सामान हामीले जोडेको कारणले भोलि अब त्यो के भने पहिला पनि बाबुराङ भाटा तालमा छ नि, एउटा त्यो थाल धरी नराखिकन खिचाइदियो, चुलो सुलो सबै एउटा खाना पकाउँदैन, बिहानै गरम रहन सब पेलिदियो। अनि फेरि अब यो सरकारको पालना पनि त्यस्तै गरिदियो भने त हाम्रो बालबच्चा हामी सबै बिजोग हुँदैन। त्यसकै लागि जोगाउनु अब यहाँबाट तपाईँहरूले देख्नुहुन्छ यहीँनिर राख्ने हो। सरकारले जहाँ लानु इच्छा लाग्छ त्यही जाने हो। अन्त यो सरकारले हट्नु भनेपछि अहिले धेरैले चाहिँ सामान लिएर गाडीमा जाँदै हुँदो रहेछ कि हामीले? अब कुनै ठाउँमा चाहिँ चिन जानेको पनि हुनसक्ला, नराम्रो त म सोध्दैन। अब त्यो उहाँहरूको कुरा हो। अब हामीले चाहिँ भन्ने बित्तिकै कोठा नभेटेको भएर अब कि सरकारले अब कि टाइम अल्टिमेटिक टाइम दिएको भए त हुन्थ्यो। अब हिजो बेलुकासम्म यहाँ छ नि, हिजो बेलुका अब माइकिङ त्यो 6-7 बजीतिर हो माइकिङ गर्दै आएको। अब सरकारले तपाईँहरूको सामान एक ठाउँमा सुरक्षित गर्नु भनेर राख्यो भनेको हुनाले मैले जे सुनेको छ त्यही भन्यो। अनि त्यही भएर सुरक्षित लाग्यो भने त मेरो त यहाँबाट निकालेर यहीँ राखिदिने हो। अब यो सामानले चाहिँ अब कहाँ जानुहुन्छ त? अब सर निकाल्नु पर्यो, यहाँ त डोजर चल्दैछ। चलेछ भने चलेछ भने सरकारले पछि छानबिन गरेर जहाँ लानु इच्छा लाग्छ त्यहाँ जाने हो। तपाईँलाई छुट्टै एउटा घर बनाएको छ नि, एउटा अपार्टमेन्ट टाइपको एउटा फ्लाइट लागेको छ अरे तपाईँहरूलाई 4वटा कोठाको। त्यहाँ चाहिँ बस्ने कि नबस्ने त्यहाँ दिन्छ भनेदेखि? यहाँ सुन्नु, जनता सरकारको जनता सरकारले जहाँ भन्छ त्यहीँ बसिन्छ मेरो। म त्यस्तो अरू बस्छ अरू बस्दैन, मलाई त्यसको सरकारले अब मेन गरेर तिमीहरूले गरिब जनतालाई अब दिन्छ भने फ्रीमा दिन्छ भने किन बस्दैन? अब तपाईँहरू भन्नुहोस् त, तपाईँहरूले यो सरकार बनेर त तपाईँहरूलाई सबैलाई सुविधा रोजगार दिन सक्नु भएको छ? मैले यही प्रश्न उठाउँछु, दिनुभएको छ? सकिनु भएको छ? छैन नि। मैले किनभने जनतालाई त सकेको छैन भने सरकार ऊ आफै नै चाहिँदा नचाहिने गर्नुहुन्छ भने हामीले के गर्नु? हामीले त सरकारले जहाँ राख्छु भन्छ त्यहीँ जान्छु म त भएको। जस्तो कि यहाँ दाइ तपाईँहरू वास्तविक सुकुम्बासीहरू हुनुहुन्छ त, यहाँ धेरै जस्तो चाहिँ आफ्नो यहाँ कुनै ठाउँमा घर भएर यहाँ बस्नेले गर्दा वास्तविक सुकुम्बासीहरूलाई चाहिँ पीडामा भयो भनेर चाहिँ समाचारहरू आइरहेका छन् क्या दाइ? त्यो त रेलिने कुरा हो। मैले भने नि सरकारले छानबिन गरेर तरकारले छानबिन गरेर छ नि, नभएकोलाई दिनु, भएकोलाई नदिनु। मेरै पनि प्रशस्ति सम्पत्ति देखेको छ भने नदिनु। मैले त भने नदिनु। अब मेरो त सानोदेखि बाउ आमा छैन होइन। अब यही हो, मैले त भनेको म पढाइ लेखाइ पनि छैन। अब मलाई त्यो थाहा पनि छैन, मेरो जन्म कहाँ हो त्यो पहिला पनि थाहा छैन। म हेटौँडामा अब अरू मान्छेले सँग बसेर म हुर्केको हो। अब मैले थाहा भएको मकनपुर जिल्ला नै हो होइन। अब त्यो सरकारले जानुहोस्, अब मैले बिहे गरेर चाहिँ मेरो बालबच्चा यहीँ छ, मैले यहीँ हुर्काएँ, यहीँ पढाएँ पनि। भनेपछि तपाईँहरू सरकारले विकल्प दिएर आफूलाई जहाँ लान्छ त्यहाँ जान आफूहरू तयार? म त तयार छु, म अर्काको कुरा त गरेको छैन नि मैले। सरकारले राखेको कोठामा बस्न तयार तपाईँहरू? सरकारले मैले भने बालेन सरकारको घरमै मेरो कोठा छ त्यहीँ बस भने म नाइ भन्दिनँ, म गएर बस्दिन्छु। बस्नु तयार? म त बस्दैन। मैले नराम्रो कुरा जब त्यो सरकार भइसकेपछि नि सरकारले जे भन्छ त्यो मान्नु त पर्यो नि जनताले। कि तपाईँहरूले पनि के जनताले छ नि सरकारले के अरे तपाईँहरूले भन्नु भने सरकारले अब जे के कानुन लगाएको छ नि त्यो कसैले मानेन भने तपाईँहरूको पनि त गल्ती हुन्छ नि। हाम्रो पनि के को गल्ती होइन, सरकारले जहाँ राख्नु हुन्छ त्यहाँ बस्ने हो। यो सामानहरू निकालेर सुरक्षित ठाउँमा राख्ने? अब यहीँ राखिदिने हो म त। अब पहिला पनि पेलेकै हो, किन भयो होइन, पहिला पनि पेलेकै हो। अब तपाईँहरूले भन्नु त अब यत्रो सामान पेले भने छ नि, बाबुराम भट्टराई तालमा त एक सुक्खा कौडी केही दिएन भने अहिले बाले सरकारको तालमा पनि सबै निश्चित गऱ्यो भने
फेरि पकाएर खाने भाँडा चाहिँ फेरि कहाँबाट दिन्छ त्यही भएर हामीले त्यतिको दुःख कोठा सर्नुहुन्छ कि सरिहाल्नुहुन्छ कि अब मैले भने नि कोठा भन्ने बित्तिकै कहाँ पाएको छ र अब भोलि बिहान आउँछ मैले यहीँ बेलुकासम्म यहीँ राख्ने हो भोलि आएर पेलेसम्म पेले भोलि पढ्छु फेरि आएन भने म मजाले यहीँ फेरि सामान राख्ने हो सुतेर आरामले बस्ने बस्ने म त कुरै छैन सरकारले जहाँ लान्छ भन्छ म त्यहीँ जाने हो